सबैलाई नमस्कार। आज हामी आइक्यान को रजिस्ट्रेसन गर्न जाँदैछौँ। फर्स्ट अफ अल त रजिस्ट्रेसन गर्नको लागि के डकुमेन्ट चाहिन्छ पहिला सुरु यहाँ डिस्प्लेमा हेर्नु होला। यो डकुमेन्ट चाहिँ तपाईहरुले सबैले स्क्यान गरेर रेडी बनाएर राख्नु होला। यो डकुमेन्ट स्क्यान बनाएर राखिसकेपछि हामी ican.org.np को साइटमा जान्छौँ। ican.org.np को साइटमा गएपछि तल हेर्नु होला अनलाइन न्यू स्टुडेन्ट रजिस्ट्रेसन भनेर छ। यसलाई हामी क्लिक गर्छौँ। क्लिक गरिसकेपछि हामीले हाम्रो कुन चाहिँ लेभलमा इनरोल गर्न लागेको हो त्यो लेभल सेलेक्ट गर्न पर्ने हुन्छ। जस्तै अब हामी फाउन्डेसन लेभलमा इनरोल गर्न लाग्छौँ अहिले भने हामीले यसमा प्रोसिड गर्दिन पर्ने हुन्छ। त्यसपछि हाम्रो जनरल इन्फर्मेसन भर्न पर्ने हुन्छ। तपाईको नाम, डेट अफ बर्थ, जेन्डर, नेशनलिटी, फादरको नेम, मदरको नेम, गार्जियन नेममा चाहिँ आफ्नो फादरकै अथवा मदरको नेम राखिदिँदा हुन्छ। यदि तपाईहरुसँग आफ्नो सिटिजनशिप छैन भने सिटिजनशिप नम्बरमा यहाँ सबमिट लेटर भन्ने अप्सन हुन्छ। सबमिट लेटरमा क्लिक गर्दा पनि हुन्छ। सिटिजनशिप छ भने चाहिँ सिटिजनशिप नम्बर लेख्नु होला। सिटिजनशिप नम्बर, डिस्ट्रिक्ट, सिटी, वार्ड नम्बर यो सबै कुराहरु तपाईहरुले भर्न पर्ने हुन्छ। मैले एउटा एक्जाम्पलको लागि एकजना विद्यार्थीको भर्दिदै छु। जनरल इन्फर्मेसन चाहिँ सबै फिल अप गरिसकेपछि यसमा एस गर्दिनुस्। त्यसपछि यदि सिटिजनशिप छैन भने नो गर्दिनु होला। कम्प्लिट डकुमेन्ट फर रजिस्ट्रेसन सिटिजनशिप छ त्यो हिसाबले मैले अहिले एस गर्दै त्यसपछि सेभ गर्दिनु होला। जनरल इन्फर्मेसन सबमिट गरिसकेपछि तपाईहरुको मोबाइलमा र मोबाइलको मेसेजमा र इमेलमा तपाईहरुलाई कोड आउँछ। त्यो कोड चाहिँ सम गर्न पर्ने हुन्छ। दुईटा कोड जति छ अनि त्यसको दुईटाको सम गरेर चाहिँ यहाँ कोड लेख्न पर्ने हुन्छ। जस्तै मेरो इमेलमा 65 आएको छ र मोबाइलको मेसेजमा 38 आएको छ भनेपछि 103 भेरिफाई गरे। त्यसपछि सेकेन्ड पोर्टल खोल्छ एकाडेमिक क्वालिफिकेसन। अब एकाडेमिक क्वालिफिकेसन कसरी राख्ने हामी सुरु गरौँ। एकाडेमिक क्वालिफिकेसनमा पहिला सुरु हामीले एसई को हाल्न पर्ने हुन्छ। यसमा तपाईहरुले सिलेक्ट गर्नु होला एसई अर इक्विभ्यालेन्ट। कहिले एक्जाम दिनुभयो त्यो सिलेक्ट गर्नु होला। बोर्ड युनिभर्सिटीमा एनबी लेख्नु होला। मार्क्स स्कोरमा केही लेख्नु परेन। टोटल पर्सेन्टेजमा तपाईहरुको आफ्नो जीपीए कति आएको छ त्यो लेख्नु होला। डिभिजनमा चाहिँ जीपीए लेखिदिनु होला। त्यसपछि क्यारेक्टर सर्टिफिकेटमा तपाईहरुको एसई को क्यारेक्टर राख्ने। जस्तै फाइल साइज चाहिँ 150 केबी भन्दा तल हुन पर्ने हुन्छ। मेरो यो फाइल साइज ठुलो छ। मैले फाइल साइज घटाएर त्यसपछि फेरि यसमा अपलोड गर्छु। तपाईहरुको फाइल साइज चाहिँ तपाईहरुले देख्नु भयो होला म्याक्सिमम अलाउड साइज इज 150 केबी। 150 भन्दा तल डकुमेन्टलाई चाहिँ रिसाइज गरेर मात्र तपाईहरुले अपलोड गर्नु होला। तपाईहरुले ल्यापटपबाट गर्दै हुन्छ भने अटोमेटिक यसरी रिसाइज भनेर चाहिँ अप्सन पाउनुहुन्छ। त्यो अनुसारले ल्यापटपबाट चाहिँ यसरी रिसाइज गर्नुभयो हुन्छ लेफ्ट क्लिक गरेर। अब तपाईहरुले फोनबाट गर्दै हुनुहुन्छ भने रिसाइजरको एपहरु हुन्छ। एपमा गएर आफ्नो फोटो अपलोड गरेर रिसाइज गरेर 150 केबी भन्दा तलको फोटो रिसाइज गर्ने गरी म्यानेज गर्न मिलिहाल्छ। ट्रान्सक्रिप्ट भनेकोमा एसई को मार्कसिट राख्दिनु होला। क्यारेक्टर सर्टिफिकेट भनेकोमा एसई को क्यारेक्टर सर्टिफिकेट, ट्रान्सक्रिप्ट भनेकोमा एसई को मार्कसिट राख्दिनु होला। यसलाई एड गर्नु होला। एड गरिसकेपछि तपाईहरुको तल देख्नुहुन्छ यो अनुसारले अब फेरि हामीले नेक्स्ट +2 अर इक्विभ्यालेन्ट गरेर हाल्नु पर्ने हुन्छ। +2 अर इक्विभ्यालेन्टमा 2082 मा एक्जाम सक्नु भएको भए 2082 मा, 81 मा सक्नु भएको भए 81 मा लेख्नु होला। बोर्ड युनिभर्सिटी यसमा पनि एनईबी नै हुन्छ। टोटल पर्सेन्टेज अहिले तपाईहरुले 11 को आधारले हाल्नुहुन्छ। +2 को क्यारेक्टर सर्टिफिकेट हामीसँग छैन, ट्रान्सक्रिप्ट पनि छैन। त्यो कारणले गर्दाखेरि सबमिट लेटर भनेर चाहिँ टिक लगाउने हो हामीले। तर हामीसँग के छ क्यारेक्टर सर्टिफिकेट भन्ने ठाउँमा हामीले 12 को एडमिट कार्ड राख्छौं। ट्रान्सक्रिप्ट भन्ने ठाउँमा हामीले 11 को मार्कसिट राख्छौं। प्रोभिजनल रजिस्ट्रेसनको लागि चाहिँ त्यो कम्पलसरी हुन्छ। त्यो कारणले गर्दाखेरि क्यारेक्टर सर्टिफिकेट भन्ने ठाउँमा हामीले एडमिट कार्ड राखौं र ट्रान्सक्रिप्ट भन्ने ठाउँमा 11 को मार्कसिट राख्नु होला। र यदि तपाईले +2 सकाइसक्नु भएको छ भने टोटल पर्सेन्टेज स्कोर जीपीए मा सीजीपीए मा 12 को राख्नु होला। डिभिजनमा जीपीए नै राख्नु होला। क्यारेक्टर सर्टिफिकेटमा +2 को क्यारेक्टर सर्टिफिकेट राख्नु होला। ट्रान्सक्रिप्टमा 12 को ट्रान्सक्रिप्ट राख्नु होला। अहिले हामीले प्रोभिजनल रजिस्ट्रेसन गर्दै छौं त्यसैले 11 को मार्कसिट र एडमिट कार्ड राखेका छौं। त्यसलाई पनि फेरि एड गर्दिनु होला। एड गरेपछि देख्नुहुन्छ यहाँ यो अनुसारले आउँछ। त्यसपछि हामीले के गर्नुपर्छ थर्ड प्रोसेस भनेको प्रोसिड टु अपलोड। प्रोसिड टु अपलोड गरेपछि हामीसँग फाइनल पार्टको बाँकी हुन्छ। अब हामीले
हाम्रो रिसेन्ट साइजको फोटो राख्नुपर्ने हुन्छ, सिग्नेचर स्क्यान सिग्नेचर राख्नुपर्ने हुन्छ, सिटिजनसिप पासपोर्ट राख्नुपर्ने हुन्छ। जसले अगाडि चाहिँ आफ्नो सिटिजनसिप छैन भनेर सब्मिट लेटर भनेर चाहिँ सेलेक्ट गर्नुभएको थियो, उहाँले चाहिँ बर्थ सर्टिफिकेट अपलोड गर्नुपर्ने हुन्छ। यो सबै डकुमेन्टहरू चाहिँ 150 KB भन्दा कम हुने गरी म्यानेज गर्नुहोला। सिटिजनसिप राख्नुहोला, यदि सिटिजनसिप छैन भने तपाईँहरूको बर्थ सर्टिफिकेट राख्नुहोला है। त्यसपछि यहाँ क्लिक गरिदिनुहोस्, सबमिट गरिदिनुहोस्, ओके गरिदिनुहोस्। त्यस पछाडि ड्यासबोर्ड खुल्छ। यो चाहिँ तपाईँहरूलाई आइक्यानले भेरिफिकेसन गर्नुपर्ने हुन्छ। यहाँ देख्नुभयो होला रजिस्ट्रेसन फर्म स्ट्याटस पेन्डिङ एन्ड अन द प्रोसेस अफ भेरिफिकेसन। आइक्यानले भेरिफिकेसन गरेपछि मात्र हामीले पेमेन्ट गर्ने अप्सन पाउँछौँ। फर्म एप्रुभ भइसकेपछि यसरी ग्रिन सिग्नल आएर पे नाउ भन्ने अप्सन आउँछ। यदि तपाईँहरूको फर्म एप्रुभ भएको छैन भने यसमा रेड आएर चाहिँ रिमार्क्समा के तपाईँहरूको के कुराहरू पुगेको छैन त्यो चाहिँ त्यहाँ लेखिन्छ। अहिले यो फर्म एप्रुभ भइसकेको छ, जस्तै यसलाई मैले पे नाउ गर्ने अप्सन थिच्छु। पे नाउ गर्दाखेरि चाहिँ तपाईँहरूले जस्तै अब यदि कसैले 37,100 नै पेमेन्ट एकैचोटि गर्नुहुन्छ भने एकैचोटि तपाईँहरूले ई सेवा अथवा कनेक्ट आइपिएसबाट पेमेन्ट गर्नुपर्ने हुन्छ। अथवा तपाईँहरूले दुईटा इन्स्टलमेन्टमा गर्न खोज्दै हुनुहुन्छ भने चाहिँ आई विल पे सेकेन्ड इन्स्टलमेन्ट लेटर भनेर चाहिँ अहिले 22,600 तिरेर बाँकी चाहिँ 3 महिनापछि तिर्न मिल्छ। यसलाई तपाईँहरूले ई सेवाबाट इन्टिग्रेटेड गरेर यो अनुसारले आफ्नो ई सेवा आइडी पासवर्ड राखेर चाहिँ पेमेन्ट गर्नुपर्ने हुन्छ। ओटिपी आउँछ, ओटिपी राखेपछि यो पेमेन्ट हुन्छ। हस्, धन्यवाद। सबैजनाले यही अनुसारले पेमेन्ट गर्नुहोला, यही अनुसारले रजिस्ट्रेसन गर्नुहोला। कसैलाई रजिस्ट्रेसन गर्न केही अप्ठ्यारो भयो भने यो भिडियो मार्फत मैले सायद सबै कुरा सल्भ गरेँ जस्तो लाग्छ। कसैलाई केही अप्ठ्यारो भयो भने अफिसमा सम्पर्क गर्न अनुरोध गर्दछु। थ्याङ्क यू।